मेरो एकजना फेसबुक फलोअर्स साथीले चाहिँ उहाँको जीवनको कथा लेखेर पठाउनु भएको रहेछ। यो कथा मैले पढ्दाखेरि मेरो नै मुटु हल्लियो साथीहरू। कृपया तपाईँहरू पनि सुन्नु होला है त। नमस्कार चन्द्र सर, मेरो यो वास्तविक जीवनको कथा हो। यो कथा तपाईँले एउटा भिडियो मार्फत सबै नेपाली जनता समक्ष सुनाइदिनु होला। यो एउटा मोटिभेसनलका लागि भए पनि सहयोग गरिदिनु होला भनेर उहाँले लेख्नु भएको छ। उहाँले आफ्नो वास्तविक आइडेन्टिटी नखुलाइदिनु होला भनेर चाहिँ उहाँले त्यो पनि लेख्नु भएको छ। अब उहाँले लेख्नु भएको कुरा म तपाईँहरूलाई सुनाउँछु उहाँकै शैलीमा। मेरो जीवनको सबैभन्दा सुन्दर समय एउटा केटीको आगमनबाट सुरु भएको थियो। हामी एउटै गाउँमा हुर्कियौँ, एउटै खेल मैदानमा खेल्यौँ र एउटै स्कुलमा अध्ययन गऱ्यौँ। सानो छँदाको त्यो साथी कहिले मेरो जीवनको सबैभन्दा प्यारो मान्छे बनिन् मैले पत्तै पाइनँ। एसएलसी पछि हामी दुवै काठमाडौँ गयौँ। उनले इन्जिनियर विषय पढिन्, मैले म्यानेजमेन्ट विषय पढेँ। उनी धनी परिवारकी थिइन् भने म सामान्य परिवारको छोरो थिएँ। तर हाम्रो प्रेमको अगाडि पैसा र धनी गरिबको फरकले कहिले पनि कुनै दूरी पनि ल्याएन र कुनै पनि समस्या उत्पन्न गरेन। उनकै माया र हौसला सम्मानले गर्दाखेरि मैले कोरियन भाषा पढ्ने मौका पाएँ। सन् 2018मा कोरिया गएँ। परदेशिएको हरेक दिन मेरो लागि दुःख रूपी सङ्घर्ष थियो। चिसो मौसम, सधैँ दिन रात पसिना बगाएँ। आफ्ना साना खुसीहरू मारेर पनि मैले सधैँ उनको भविष्यलाई पहिलो प्राथमिकता दिएँ। मैले कमाएको पैसाले उनले पढिन् र आफ्नो सपना पुरा गरिन्। जब उनी नेपालमा एउटा राम्रो इन्जिनियर बनिन्, मेरो मन खुसी र गर्वले भरिएको थियो। मलाई लाग्थ्यो अब हाम्रो दुखी दिन सकिए, अब हामी सँगै खुसी हुनेछौँ। तर भाग्यले मेरो जीवनमा अर्को एउटा महत्त्वपूर्ण कथा पनि लेखिदिएको रहेछ। एक दिन काम गर्ने क्रममा एउटा मेसिनले मेरो एउटा हात खोस्यो। अस्पतालको बेडमा पल्टिएर मैले आफैलाई सम्झाएँ, एउटा हात मात्र गुमेको हो, मेरो जीवन अझै बाँकी छ। तर केही दिनमै मैले बुझेँ मैले हात मात्र होइन, मेरो संसार नै गुमाइसकेको रहेछु। मेरो दुर्घटनापछि 13 वर्षसम्म साथ दिन्छु भन्ने मान्छे बिस्तारै मबाट टाढा हुन थालिन्। उनका बोलीचाली फेरिए, व्यवहार फेरिए र अन्त्यमा उनी आफै फेरिन्। त्यो दिन मैले बुझेँ त्यो मिसिनले मेरो हात मात्र काटेको थिएन, मेरो 13 वर्षीय लामो प्रेम पनि चुडाइदिएको रहेछ। आज मलाई हात गुमेको पीडाले भन्दा पनि विश्वास गुमेको पीडाले बढी रुवाएको छ। जसको भविष्य बनाउन मैले आफ्नो आज खर्च गरेँ, उसैको जिन्दगीमा मेरो लागि कुनै ठाउँ रहेन रहेछ। जसलाई मैले आफ्नो सबै थोक ठाने, उसले एउटा दुर्घटनापछि मलाई आफ्नै जीवनबाट हटाइदिन्। आज म पनि उहाँलाई नराम्रो भन्दिनँ, किनकि मैले उहाँलाई साँचो माया गरेको थिएँ। तर जीवनले मलाई एउटा ठुलो पाठ सिकायो। सुखमा साथ दिनेहरू त धेरै हुन्छन्, तर असल मान्छे त्यो हो जसले दुःखमा पनि हात समातेर बस्छ। यदि मेरो कथा पढेर कसैको आँखा रसाएको छ भने मेरो एउटै आग्रह छ, प्रेम गर्नुहोस्, तर यस्तो प्रेम गर्नुहोस् जुन मानिसको रूप र सम्पत्तिसँग होइन, उसको मन र कठिन समयमा पनि बलियो भएर उभिन सकोस्। किनकि दुर्घटनाले मेरो एउटा हात मात्र लग्यो, तर समयले मेरो सिङ्गो संसार नै लगेर गयो भनेर उहाँले लेख्नु भएको छ। उहाँले अत्यन्तै धेरै लामो लेख्नु भएको छ। मैले यहाँ केही कुराहरू चाहिँ तपाईँहरूले बुझ्ने शैलीमा प्रस्तुत गरिदिएको छु। उहाँले अत्यन्तै धेरै भावुक शब्दमा लेख्नु भएको छ। मलाई पनि पढ्दाखेरि धेरै नै मन बोलिरहेको छ। कृपया यो भिडियो धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू समक्ष पुर्याइदिनु होला। धन्यवाद।